यति धेरै ठूलो संख्यामा जनतालाई सडकमा उतार्नु पर्यो, सरकारले दमन गर्ने सोच पनि राख्न नसकोस्। राजाको लोकप्रियता उत्कर्षमा पुगेको छ। धेरै लामो समयदेखि गर्दै आएको संघर्ष र हाम्रो सपना साकार हुने अवस्थामा अहिले आइपुगेको छ। अब यो अवस्थामा हामीले अन्तिम धक्का दिन सक्यौं भने अर्कोतर्फ हिन्दू राष्ट्र राज संस्थाको पक्षमा जनताको धेरै ठूलो समर्थन देखिएको छ। 10-15 हजार मात्रै कार्यकर्ता सडकमा उत्रिए भने सरकारले पनि दमनको नीति लिन सक्छ। यो भ्रष्ट संघीय धर्मनिरपेक्ष गणतन्त्रबाट वाक्क दिक्क भएका छन्, परिवर्तन खोजिराखेका छन्। हिन्दू राष्ट्र राज संस्था पुनर्स्थापना होस् भन्ने चाहना राख्छन्। हिन्दू राष्ट्र राज संस्थाको पक्षमा आन्दोलन गर्न नपर्ने गरी यही आन्दोलनलाई नै हामीले निर्णायक बनाउने घोषणा गरेका छौं। घोषणा गर्ने बित्तिकै स्वस्फूर्त रूपमा जनता सडकमा आउने होइन। यद्यपि नेपालका बहुसंख्यक जनता अहिलेको यो भ्रष्ट संघीय धर्मनिरपेक्ष गणतन्त्रबाट वाक्क दिक्क भएका छन्, परिवर्तन खोजिराखेका छन्। हिन्दू राष्ट्र राज संस्था पुनर्स्थापना होस् भन्ने चाहना राख्छन्। अहिले हिन्दू राष्ट्रको पक्षमा त बलियो जनमत थिँदै थियो, राज संस्थाको पक्षमा पनि तीव्र जनलहर देखिएको छ। राजाको लोकप्रियता उत्कर्षमा पुगेको छ। अब यो अवस्थामा हामीले अन्तिम धक्का दिन सक्यौं भने हामीले धेरै लामो समयदेखि गर्दै आएको संघर्ष र हाम्रो सपना साकार हुने अवस्थामा अहिले आइपुगेको छ। एकातिर संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल मात्र होइन, बदनाम भएको छ र आपसी अन्तर्विरोधकै कारणले गर्दा यो धराशयी हुने अवस्थामा छ, भत्किने अवस्थामा पुगिसक्यो। अन्तिम धक्काको आवश्यकता छ भने अर्कोतर्फ हिन्दू राष्ट्र राज संस्थाको पक्षमा जनताको धेरै ठूलो समर्थन देखिएको छ। जनता परिवर्तन खोजिराखेका छन्। अब यो परिवर्तन गर्न चाहने जनता हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापना गर्न चाहने जनतालाई हामीले सडकमा उतार्न सक्नुपर्छ। यो हाम्रो लागि एउटा चुनौती हो। हामी विभिन्न पार्टी, राष्ट्रवादी पार्टीका कार्यकर्ताहरू त सडकमा जहिले पनि उत्रिराखेका छौं। पार्टीका कार्यकर्ताहरू मात्रै उत्रिएर हाम्रो उद्देश्य पुर्याउन सक्दैन। त्यसको निमित्त जनतालाई नै सडकमा हामीले उतार्न सक्नुपर्छ। जनता तयार छ। केवल ती जनताको माझमा हामी पुग्न सक्नुपर्छ। र यो आजको बैठकले त्यही चुनौती अर्थात् जनताको माझमा कसरी पुग्ने भन्ने बारेमा छलफल गरेर निर्णयमा पुग्नु पर्दछ। जसरी आज महानगरपालिकाको विभिन्न वडाका हामी प्रतिनिधिहरू जम्मा भएका छौं, आजै अरु 10 वटा पालिकामा पनि अहिले यसै गरी बैठक बसिराखेको छ। यो सबैको एउटै उद्देश्य के भने जनतालाई आन्दोलनको सन्देश पुर्याउने र जनतालाई सडकमा उतार्ने। यो काम हामीले गर्न सक्यौं भने सफलता निश्चित छ। हेर्नुस्, यदि हामी कार्यकर्ताहरू मात्रै सडकमा उत्रौं, 10-15 हजार मात्रै
कार्यकर्ता सडकमा उत्रिए भने सरकारले पनि दमनको नीति लिन सक्छ। यसपटकको हाम्रो रणनीति भनेको के हो भने हेर्नुहोस्, हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ। एक प्रकारले भन्ने हो भने यो भद्र अवज्ञा र सत्याग्रहको स्वरूपमा हुन्छ। हामी भिडन्तमा जाँदैनौँ। पक्कै पनि सरकारले भिडन्तमा उतार्नको निमित्त हामीलाई उत्तेजित बनाउन सक्छ, तर हामी संयमित भएर